नेपाली सामाजिक र पारिवारिक सिरियल नाता। म आकाशलाई जसरी पनि लिएर आउँछु। तिमी चिन्ता नगर। ल म गएँ है। सधैँ जान्छु ल, राम्रो बस। के तपाईले सोच्नु भएको छ कि स्मृति हराएका आकाशलाई आफ्नो जीवनको सबैभन्दा ठुलो सत्य र सपनासँग पुनः जोड्ने यो कठिन यात्रामा सिसीले समयमै पुगेर विपना र विश्वासको जीवनमा मडारिएको कालो बादललाई हटाउन सक्लान्? हालै सार्वजनिक भएको नेपाली सामाजिक सिरियल नाता एपिसोडको 134मा दर्शकले अत्यधिक चासो र कौतूहलताका साथ हेरेका छन्, जहाँ आकाश मकवानपुरको कैलाश गाउँपालिका स्थित डाँडा खर्कमा रहेका छन् र उनी आफ्नो विगत पूर्ण रूपमा बिर्सिसकेका छन्। गाउँकी विपन्नाले उनै आकाशलाई आफ्नो सहारा बनाउने उद्देश्यले दिएको सम्पूर्ण तयारी गरिरहँदा अर्कोतर्फ सपना आफ्नो गर्भमा हुर्कदै गरेको बच्चा र आकाशको तीखो प्रेम सम्झिएर बिलखबन्दमा छिन् र सिसी जसरी भए पनि आकाशलाई खोजेर फर्काउने अठोटका साथ बाटोमा लाग्नुभएको छ। यसैबीच स्वार्थी र षड्यन्त्रकारी पात्र शिवले विवाहको दिनमा नै ठुलो प्रपञ्च र धराप तयार पारेको छ, जसले सबैको जीवनमा थप सङ्कट ल्याउने खतरा बढाएको छ। आगामी एपिसोडमा सम्भवतः सिसीले समयमै पुगेर आकाशलाई सबै सत्य कुरा सम्झाउन सफल हुनेछन् र शिवको यो कुटिल चाललाई चिर्दै सपना र आकाशको पूर्ण मिलन हुनेछ भन्ने हामी अनुमान गर्न सक्छौँ। तसर्थ जीवनमा जस्तोसुकै ठुला उतार चढाव र सङ्कट आए पनि साँचो माया र पारिवारिक सम्बन्धको डोरी कहिल्यै कमजोर हुँदैन भन्ने एक बलियो र प्रेरणादायी सन्देश यो भिडियोले हामीलाई दिएको छ। तपाईँले आजको यस भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने भिडियोलाई लाइक र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद। जय नेपाल।